निर्वाचन कुनै पनि मूल्य र मान्यतामा नेपाल विद्यार्थी संघले गर्न तयार छ। साथीहो, निर्वाचन समिति र क्याम्पस प्रशासनले निर्वाचन गराउन तयार नभए बाहिर ब्यालेट थपेर मत हालेर नेभी संघले जितेको तपाईले जित्ने, तपाईहरू त्यो गर्नका निम्ति तयार हो कि होइन साथीहो? क्याम्पस प्रशासनमा नेभी संघका युक्त साथीहरूसँग मिलेर तपाईहरूको जवाफ बन्दैन, त्यसको जवाफ तपाईहरू ब्यालेट थप्न जाँदैमा बन्छ भन्दै 2081 सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्याम्पस प्रशासनलाई मैले यहीबाट चेतावनी दिँदै पुलिस प्रशासनका साथीहरूलाई पनि भन्न चाहन्छु, तपाईँ पृथ्वीनारायण क्याम्पसको गेटमा रक्षा गर्नका निम्ति बस्नु पर्दैन। यहाँ हेर्नुहोस् त, हजारौं योद्धा साथीहरू पृथ्वीनारायण क्याम्पसको रक्षा गर्न, पृथ्वीनारायण क्याम्पस निर्माण गर्नका निम्ति बसेका छन्। तपाईहरू देशले लुटेको कालापानीहरूले पिलाएको भूमि रक्षा गर्न जानुहोस्, पृथ्वीनारायण क्याम्पस रक्षा गर्न म सुशील नेउपाने जस्ता यहाँ उपस्थित हजारौं नेपाल विद्यार्थी संघहरू तयार छन्। र यति भन्दै निर्वाचन कुनै पनि परिस्थितिमा रहन्छ, तपाईहरू नेपाल विद्यार्थी संघ र यो सुशील नेउपानेको नेतृत्वलाई मत हाल्न उत्साहित भएर तपाईहरू बस्नुहोस्। तपाईहरूको मत तपाईहरूलाई नै हुनेछ, विद्यार्थीको मत विद्यार्थीलाई नै हुनेछ, पृथ्वीनारायण क्याम्पसको मत पृथ्वीनारायण क्याम्पसलाई नै हुनेछ। पृथ्वीनारायण क्याम्पसको निर्माणका निम्ति, तपाईँको ग्रोथका निम्ति र यहीबाट मैले भन्न चाहन्छु, नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जाँदै गर्दा हाम्रो प्रमुख एजेन्डा भनेको अब 2017 सालदेखि आजसम्म 2081 सालमा आइपुग्दा पृथ्वीनारायण क्याम्पस नै छ। हामीले तपाईँ प्रथम वर्षमा भर्ना भन्नुभएका विद्यार्थी साथीहरू ब्याचलर डिग्री र मास्टर डिग्री सकेर जाँदै गर्दा तपाईँको टास्केको माथि त्रिभुवन विश्वविद्यालय होइन पृथ्वीनारायण विश्वविद्यालय निर्माण गर्नेछौँ। मैले यो आधारमा पनि भन्दैछु कि सम्पूर्ण संरचनामा फौज रहेको नेपाली कांग्रेसको म नेपाल विद्यार्थी संघको सबै सभापतिको उम्मेदवारको हैसियतले हाम्रो पार्टी सरकारमा छिटै जाँदैछ। तपाईहरूले नेपाल विद्यार्थी संघ र सुशील नेउपानेको नेतृत्वलाई मतदान गर्नुहोस्। हामीले छिटै पृथ्वीनारायण क्याम्पसलाई पृथ्वीनारायण विश्वविद्यालय निर्माण गर्ने भन्दै तपाईहरू मार्फत म फेरि पनि मतको अपिल गर्दै तपाईँहरूले आज नपाए राति नपाए भोलि नपाए भोलि राति मत पाउने तपाईँको अधिकारलाई सुनिश्चित गर्न यो सुशील नेउपाने सदैव तयार छ भन्दै म यहाँबाट तपाईँहरूका निम्ति केही बेरका निम्ति बिदा हुने, फेरि पनि तपाईँहरूको हातेमालो गर्दै जसरी 10 वर्ष यो पृथ्वीनारायण क्याम्पसमा बिताएको छु बाँकी जीवन पनि म बिताउने, तपाईँहरूको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। नमस्कार, जय नेपाल, जय नेभी विद्यार्थी एकता जिन्दाबाद, नेपाल विद्यार्थी संघ जिन्दाबाद, नेभी संघ जिन्दाबाद, विद्यार्थी स्वतन्त्रता जिन्दाबाद, विद्यार्थीको मताधिकार जिन्दाबाद।